त्यस्तै भएर त मर्नै बाध्य पार्छन् यिनीहरू। हाम्रो देश नेपालमा नि एउटा कुरा याद गर्नुहोस् है सबैजनाले, हाम्रो देश नेपालमा जसले राम्रो गरिरहेछ नि ती व्यक्तिहरूको खुट्टा तान्ने केही व्यक्तिहरूको नाम तपाईँहरूमा भन्छु ल। एलपी ढकाल मुख्य नायिके, तिलु शर्मा याद गर्नुहोस् है, तिलु शर्मा, अर्को दुर्गा पङ्गेनी, अनि अर्को अहिले यो हुसेन मिया। यी व्यक्तिहरू छ नि, यी व्यक्तिहरू यस्तरी सल्लाह जस्तरी यिनीहरूको यस्तरी सल्लाह हुन्छ क्या, यस्तो सल्लाह हुन्छ नि, ठोक्दिउँ आज यसलाई ठोक्दिउँ। अनि तिलुले लेख्छ, दुर्गाले लेख्छ, अनि दुर्गा पङ्गेनीले लेख्छ, अनि एलपी ढकालले लेख्छ। तपाईँहरूले यति चरित्रमाथि औँला उठाउनु भएको छ नि, अब केही गर्न नसकेपछि चरित्रमाथि औँला उठाएर पुग्छ भन्ने तपाईँलाई लाग्छ होइन? तपाईँले मेरो चरित्रमाथि होइन बहिनीको चरित्रमाथि औँला उठाइरहनु भएको छ, यति कुरा भन्नुहोस्।